हामी साथीहरू हामी चाहिँ आज के गर्न पार्टी हान्न गइरहेको छु उसको एनिभर्सरीको पार्टी कुकुरसँग मान्छेसँग नि कस्तो कुकुरसँग हो मलाई अति मन परिरहेको छ यो हाफवाला कपडा यार कस्तो राम्रो डिजाइन पनि हेर न माथि हामी चाहिँ जाँदैछौँ अहिले पछि भेटौँला ल यो चाहिँ यस्तो यस्तो ठाउँ छ कि के यस्तो ठाउँ हो सुपर मार्केट के मार्केट यसको बाउ होइन ओइ त्यसको बाउ त बुढो छ नि ओइ यो काम गर्ने मान्छे हो यसलाई नि कतिको किचकिच गर्छ होला है हाम्रै आनन्द के बरु काम किचकिच नि गर्दैन पैसा पनि दिँदैन म एकदमै आज एकदम भ्लग बनाउँदैछु आशा छ तपाईँहरूले राम्रोसँग हेरेर मिठो मिठो कमेन्ट गरिदिनु हुनेछ अनि हामीलाई पैसा कमाउनलाई सहयोग गरिदिनु हुनेछ भने ठुलो आशा बोकेको छु के गर्ने कताबाट कता किने रे देखाऊ यसलाई देखाऊ मर्नु आँटेको छ त ओइ बिचरा ओइ ओइ अनुहारभरि के आएको ओइ पोतो आएको पोतो भन्दैन यसलाई धोबी होइन डन्डीफोर बिरालोलाई अनुहारमा पुरै डन्डीफोर आएछ कहिलेको चिज यस्तो हुन्छ कि यार के बोल्न खोज्दै हुन्छ तर के भइदिन्छ आजको हाम्रो आउटफिट दुवैजनाको कति राम्ररी देखाएको छ है हामीलाई मलाई थाहा छ तपाईँहरूले होइन भने पनि हामी राम्ररी देखेको छौँ हामीले ऐना 4-5 चोटि हेरेर आज ओइ आइसक्रिम किनिदेऊ न त ओइ आइसक्रिम रे पानीपुरी खानु यहाँ नकिन्ने उता खाने बरु है रुपियाँ राम्रो देख्छ त कतिको रिस उठाउँछ आज हामी पुग्दाखेरि त घामले आमामा घाम हामीले पानीपुरी किनिसक्यो बिस्कुट फ्री में देऊ न इसका कितना है हाँ हेलो इसका कितना है 2 फोटो निकालेगा क्यों फोटो निकालेगा दोनों आदमी को 3 आदमी का फोटो इस कितना है तीनों को 5 का कितना आमा मामा पानीपुरी 2टा बोकेर जाने यति हो आइसक्रिम किन न त पहिला यहाँ पहिला ठेगाना हालौँ न खाना आशा फिटी कास्ने होइन यो त हम भाइरल है यूट्यूब में देखो सब्सक्राइबर बहुत ज्यादा है पनि आयो हामी दुईजना पानीपुरी किनेर लिएर आएको छौँ अहिले पछि बनाउँदाखेरि पनि देखाउँछु हामी ल खाना मन लाग्यो भने चाहिँ प्लिज मलाई नभन्नु होला ओ एकचोटि ओप्पो फोन यस्तो मोबाइल चलायो नि क्यामेरा क्या खतरा थियो नि थाहा तिमीले चलायो कि चलाएन ओप्पो I used directly iPhone 11 when I was 11 class. Not now. मैले पनि होइन इङ्ग्लिस नबोल न मैले पनि होइन जस्ट त्यो फर्स्ट ह्यान्ड नयाँ भनेको चाहिँ यही बोकेको हो मैले किनेकै वाला के पहिला मलाई एकचोटि मम्मीले किनिदिएको थियो ऊ के अरे के भन्ने फोन कि एन्ड्रोइड हो के हो किनिदिएको थियो एन्ड्रोइड कुन चाहिँ नामको खै कार्बन फोन किनिदिएको थियो त्यो बेला है कति सयको भन न अझ 55 सयको के म 10मा पढ्दाखेरि 10को लास्टतिर 10तिर होला अनि त्यस पछाडि अनि दाइले चलाएको सेकेन्ड ह्यान्ड फोन दियो अनि त्यो चलायो अनि त्यो पनि भाइले लग्यो त्यसपछि फेरि अर्को फोन पनि चलायो तर मैले किनेको चाहिँ होइन है भाउजूले किनेर दिएको थियो अनि फेरि पछि चाहिँ यो आफैले त्यो चाहिँ आफैले किनेको लिएर दिदीहरूको चलायो भाइ र दिदीको त्यसपछि चाहिँ अनि फेरि त्यो बेला त यस्तो हुने नि अलि ठुलो फोन भनेपछि छुट्टै के मतलब खै किन थाहा होइन तर छुट्टै मजा हुने के है अनि त्यसपछि 11 क्लासमा पुगेपछि कलेज पढ्न गएपछि मलाई मम्मीले अफर राख्यो 2टा सुनको सिक्री लाउने कि मोबाइल किन्ने सुन किने भए यतिखेर म कति धनी हुन्थ्यो अहिले कस्तो महँगो भयो
अब फेरि फोनको बुद्धि- रहर फेरि सुन्ने कुरा गर्न नसक्ने त्यस्तो हुन्छ कि अब हामीलाई त मनैदेखि जुन चाहेको हो त्यो चाहिँ चाहिन्छ नि त त्यो भयो भने चाहिँ खुसी मिल्छ नि त अनि ल अब त्यो यस्तो यो किन्यो भने चाहिँ राम्रो हुन्छ भनेर सुन किनेको भए तिमी खुसी हुन्थ्यौ त यतिको आफूले जे चाहेको त्यही खुसी हुन्छ नि त पाउँदा अझ त्यतिखेर त आइफोन 6, 7 त्यस्तै चलिरहेको थियो नि त त्यो जमानामा त अझ म त्यो पनि नचलाउने भनेर के अझ जग्गा बिक्रीमा यत्रो ठुलो जग्गा रोपनीको कति हो रोपनीको 10 लाख सुकुम्बासीहरूलाई अब हामी यहाँ लिएर राख्छौँ काठमाडौँमा जति पनि सुकुम्बासीहरू छन् हामीले अब यहाँ बसाइ सारै गर्नुपर्ने हुन्छ व्यवस्थित गर्नुपर्ने हुन्छ एकदमै गृहमन्त्री भएको कारण नेपालको गृहमन्त्री भएको कारणले गर्दाखेरि हामीले यस्तो तर लास्ट चर्को घाम लागिरहेको छ शीतल त छँदै छैन त अनि के गर्नु हामीले सुकुम्बासीहरूको व्यवस्थापन गर्ने सोचेका छौँ यहाँ घर बनाएर अब ओइ मलाई अरू कुरो केही पनि होइन मलाई बर्गर खान मन छ यार जुन दिनबाट स्यालेरी आएपछि बर्गर खाने भन्यो त्यहाँबाट पैसा सोचेर नि होला कि यस्तो हुन्छ ओइ थाहा जस्तै हामीले प्लानिङ बनायो भने अनसक्सेसफुल हुन्छ अनि अनप्लान्ड कुराहरू कस्तो सक्सेस भइरहेको हुन्छ प्लानिङ बनाएको कुराहरू कहिले आप्पै अझ बर्गरको मात्र होइन कि बर्गर खाने अझ के खाने भन्यो भनेको मगाउने कफी खान जाने खाने कफी डेट जाने साथी र म भनेको जे भनेको त्यही भनेको दिनदेखि पैसा आएको छैन हाम्रो यहाँ बिजोक छ टेन्सन छ यहाँ घामले कस्तो डढिसक्यो कस्तो भोक लागिसक्यो मलाई यसो हिँड्दाखेरि है हामीले 50 रियल पैसा भेटे पनि हामी फिल्म हेर्न जान्थ्यौँ है लुगा मगाउँथ्यो है लुगा मगाउँथ्यो 10 रुपियाँको लुगा मगाउँथ्यो 20 रुपियाँ जान्थ्यो 5 रुपियाँ बोकेर कफी सप जान्थ्यो बाँकी 15 रुपियाँ बाँकी 15 रुपियाँ के गर्थ्यौ त नि अस्सलाम वालेकुम हामी यहाँ तपाईँहरूको ठ्याक्क बाहिर आइपुग्यो गर्मीले मर्नु थाल्यो ए सबको कुरा चिसो किन्नु भन्नु कहाँ ऊ त्यहाँ पर यो यो क्याफेमा चाहिँ नेपालीहरू छ 2 जना नेपालीहरू दिदीहरू छन् तिनीहरूको उ त्यो नि बढाउन थाल्यो अरे नि क्याफे राम्रो है यो यो क्याफेमा आइपुग्यो लुका क्याफे स्पेसलिटी कफी यो दिदी काम गर्नुहुन्छ के छ कस्तो हुँदैछ काम तपाईँको एकदम ठिक हुँदैछ जनता जान्न चाहन्छ तपाईँ पनि सुकुम्बासी भने हामी ट्रान्सफर गर्छौँ उ त्यहाँबाट म त हुकुमबासी परे यार सुकुम्बासी हुँदा पनि को तपाईँ एक्लै हो 6-2 जना कहाँ हिँडेको गर्मी यार अब यति उसको हो मेरो छुट्टी सकिसक्यो अब त छुट्टी सकिसक्यो फिनिस भइसक्यो छुट्टी भोलि तिम्रो छुट्टी तपाईँको पनि फेसमा ओपन कोर्स रहेछ नि है मेरो पनि छ है छैन तिम्रो खासै छ अलिअलि छ खासै छैन तपाईँको बुढाहरू आयो यता बच्चाहरू ल अब जान्छौँ हामी ल कहाँ हिँडेको हिँडिरहेको लखरक यतिकै ड्युटी सक्यो भने तिम्रो छुट्टी अब भोलि ड्युटी होला होइन भोलि बिहानको होला भोलि र पर्सि यति झ्याउ लाग्छ नि दिदी मलाई यो तपाईँको कहिले हो पर्सि चाहिँ कति बिहान बेलुका होइन बिहान बेलुकै नि भोलि र पर्सि 2 दिन 2 दिन मर्निङ 4 दिन नाइट इभिनिङ हाम्रो यसपालि नयाँ सरको 5 जना छुट्टी परेर उसको बिहान परेको छ मर्निङ नत्र मेरो पर्थ्यो यो हप्ताभरि छैन मेरो मर्निङ तपाईँहरूको चाहिँ महिनामा 4 वटा भन्दा लिन नपाउने लु अब जाऊँ ल के हुन्छ लास्ट गर्मी कस्तो गर्मी हुन्छ नि बाहिर लास्ट गर्मी भन्नै पर्दैन लु जाऊँ नक्कली नहुनु नयाँ सङ्कर ल जामै आऊ ल गएँ ल दिदी आऊ छिटो हामीले नेपाली दिदीहरू पनि भेटेर आइसक्यौँ अब चाहिँ हामी जाँदैछु रुमतिर गाडी नआउँदै हिँड्नुपर्ने हुन्छ छिटो आऊ है साथी
छिटो ओइ यस्तोहरू छ कि यस्तो साथीहरू छ कि अपराधी साथी पाएपछि कोही नेपाली भेटेपछि त खुट्टा नसर्ने खुट्टा फिटिक्का त्यही बस्नु खोज्छ होइन नेपालीहरू पाएपछि तिमीलाई त्यही बस्नु मन लाग्छ होइन होइन पैसा दियो भनेर सोधिरहेको थियो अनि मागन पैसा पैसाको कुरा मागन पैसा ए नि हो पैसा कस्तो कटु फुस्किने गरे चाहिँ साँच्ची हो छिटो हिँडौँ न दुब्लाएर होला कसरी लुज भयो त आइसक्रिम दिए नि हुन्छ नि मागेनौ त त्यत्रो बेर बस्दाखेरि त मैले मागिरह होला सोचिरहेको थिएँ माग्दैन रहेछ त वी आर अराइभ्ड भन्छ कि के रिच्ड भन्छ है आइपुग्नुलाई अराइभ्ड भन्छ ल्यान्ड जस आइपुग्यौँ हामी हाम्रो ठाउँमा ल अब पानीपुरी सानीपुरी बनाउँदाखेरि भेटिन्छ फटाफट तिमी पनि काम गर्न थाल अब सिरियस गीतै सुनेर कटिङ स्टाइल फेरि दामी छ दिदीको हातमा सुन लागेर त यसरी काट्नु हुन्न कि छोड्नु म हातमा सुन लाग्नु त्यस्तो काम गर्नुहुन्न कि मान्छे राम्रो कि सुनले गर्दा राम्रो दियो ल ओइ बबी त हिँड काम गरौँ हामी पानीपुरी फुलाउने काम म फुलाउँछु फुलाउने म चाहिँ पानीपुरी फुलाउँदैछु मलाई फुलाउन चाहिँ मजा लाग्छ गर्मी पनि छ हो मलाई फुलाउनलाई चाहिँ मजा आउँछ जहिले पनि म फुलाउनेमै पर्छु यसरी अरू काम गर्न आउँदैन त्यति भयो त्यो फुलाउन चाहिँ मजा आउँछ मलाई अरू साथीहरू जति ऊ गरिरहेको छ के कटिङ मलाई चाहिँ फुलाउन भनेपछि मनपर्छ जहिले फुलाउनमा चाहिँ मै पर्छु त्यही भएर आई लाइक टु फुलाउन के हो बढ्दैन त हो फुल्दैन त हो फुलाउँ भनेको त किन आगो नभएन कि किन फुल्नलाई लास्टै गर्नु भने त्यहाँ पसिना कुन पसिना आएको छ उयो फुलाउनु पर्ने रे अब अहिलेपछि के अरे सबै फुलाइसकेपछि भेट्छु म चाहिँ घरिघरि यहाँ ऐनामा आएर हेरिरहेको छु कि ऐना भन्नाले झ्यालको ऐना कस्तो मजा आउने अहिलेपछि भेटौँला सबै फुलाइसकेपछि अझै फुलिरहेछ यहाँ यत्रो फुलाइसक्यो अझै फुलिरहेको छ यसरी चलायो भने चाहिँ फुल्ने रहेछ के अलि म त अरूको पानीपुरी सेतो नेपालतिर त सेतो हुन्थ्यो यहाँ त कालो न कालो बन्यो अलिकति यस्तो कालो ढङ्ग नभएको ढङ्ग छैन मङ्गले अब कसो गरौँ दुःख पाउँछ आफ्नै ढङ्गले के समथिङ त्यस्तै भन्थ्यो लास्ट गर्ने भयो पसिना हेर्नु न गाइजहरू यहाँ पसिना यस्तोमा
तर फेरि मलाई चाहिँ पसिना बेसरी पसिना आउने टाइपको मान्छे हो कि यहाँ मेकअप गरेको के काम भयो त यहाँ यति अलिअलि मेकअप गरेको यस्तो यहाँ आइसकेपछि यहाँ पानीपुरी फुलाउनु परेपछि मेकअप गर्नुको के अर्थ रह्यो मेरो जिन्दगीमा केही छैन अर्थ बिना अर्थ मेकअप हेर्नुहोस् बाहिर चाहिँ यस्तो छ हाम्रो यहाँबाट चाहिँ देख्नेबाट देख्ने भ्यू यस्तो ऊ त परको त्यो जस्तो चाहिँ लट्ठी जस्तो चाहिँ प्रे गर्ने ठाउँ त्यो चाहिँ प्रे गर्ने ठाउँ दिनको कतिचोटि म त 7-8 चोटि सुन्छु हो अब चाहिँ पाएन पनि किन सकिसक्यो अब त फुले हो कमला फुले हो कमला पानीपुरी फुलाउने चाहिँ ऊ हो बहाना हो या खासमा भिडियो बनाउने चाहना हो के भन्छ समथिङ त्यस्तै भन्दा भिडियो बनाएर हेर्नु त यहाँ कालो न कालो भयो मेरो काम फुलाउने थियो फुलाउने काम मेरो फाइनल्ली सकिसक्यो अब चाहिँ यो फाइनल यति भयो यो यति धेरै छ यहाँ पनि यत्रो छ बेकार तेल मात्रै बढी भयो अब मेरो काम भनेको अब पानीपुरीको झोल बनाउने हो अनि त्यसपछि मेरो काम ठ्याक्कै सक्यो मेरो काम यति हो पानीपुरीको झोल बनाउने अब झोल बनाइसकेपछि भेटौँला सी अब बासी हप्ता यताबाट कस्तो राम्ररी आउँछ तिमी राम्ररी आएर होला सायद ठिक छ यतिको चाहिँ हुनुको चाहिँ त्यस्तो ऊ देखाएको ऊ गरेर त यहाँबाट भिडियो बनाऊ म फुलाउँछु कि तिम्रो काम छैन भने त उता अब यो तेलको उयसको लागि ऊ कटिङ गर्ने त ऊ त भित्र ऊ क्लिन गर्छु भनेको मैले क्लिन गर्छु उता गएर आऊ तिमी ल ऊ फुलाउँछ ढङ्गको ढङ्गसँगको यस्तो ढङ्ग छ मेरो साथीको भनिसक्नु छैन यहाँ म दिदी हो नि त दिदीलाई मात्र आउँछ यस्तो गर्नु त दिदीले गर्दा त यत्रो ठुल्ठुलो हुन्छ यी दिदीले गर्नु पऱ्यो नि त होला त साथीहरू यो भिडियो बनाऊ न एकचोटि तिमी के काम छ उता भन त पहिला सुरु अब उयो काट्ने चिल्ली यहाँ बसेर उता राम्रो आइरहेको छ नि Today we are making dungri wali पापड पनि हुनुहुन्छ हेर्नुहोस् यहाँ गाउनु दिन्छ है त्यो चाहिँ निकाल्न पनि त गाह्रो लाग्छ मलाई तिमी त प्योर सेफ म त यस्तो त सेफ हो के प्योर घरवाला मम्मीवाला भाइब्स फुल्नेवाला त बाहिर भित्रैको बाहिरैको बस्नु भयो है हजुरहरू म चिल्ली काट्छु ल अब खाऊ कस्तो भयो पानीपुरीको झोल खतरा यो चाहिँ खैले हेर्नु न यहाँ बच्चा के के हो यस्तो मेरो पालो होला होइन यो माथि के थाहा मैले त मेरो जति सबै माझिसकेँ देख न गाइज हामी सबै अब निस्क्यो कहाँ जाने रे तपाईँहरू ल हामी चाहिँ हिँडिसक्यो मलाई चाहिँ यति गरौँ हो क्या हो ल अब सबैजना खै पार्क जाने रे भनेर यहाँ यत्रो पानीपुरी अम्मा सानो मान्छेलाई झन् धेरै ठुलो बारी किन हो म गाडी जान्छु म त गएँ निस्केँ केटीहरू आउँदैछ
गर्मी अहिले चाहिँ अलिकति गर्मी हटेछ नि कताबाट अरू भन्दा नि मेरो लिपस्टिक गयो होला होइन लिपस्टिक बोक्नु भयो नि मसँग गोजिम Oh my god, म त आज how can you find हाउ क्यान यु फाइन्ड रे नि बिर्स्यौ कि क्या हो अब मेरो पाइटको कति राम्रो स्टाइल गरेको छ तल गरिदेऊ न ओइ कस्तो राम्रो बक्पछि यतिको चाहिँ चाहिन्छ क्या यतिको मान्छेहरू चाहिएन यतिको मान्छे राख्नुपर्छ दिदी खोइ तपाईँको यति थेट तपाईँ पनि खोलिदिनु ल धेरै धेरै धन्यवाद धेरै ह्याप्पी बर्थडे थ्याङ्क यू सो मच मान्छे त्यो फोर पो बोक्नु भएको रहेछ यो यो चम्चा पनि बोक्नु के ल्या ऊ छैन त्यो के अरे काट्टा चम्चा ऊ नक्कली प्लास्टिकको वाला छैन होला है के काट्नलाई चक्कु हो र कागती जसरी नि म्यानेज हुन्छ हिँड्नु खाने जग्गाले चम्चा चाहिँ के गर्नु त्यही त चम्चा दिनु त उनीहरूले फेरि बनेर राख्छ उनीहरूको रुममा त छ होला नि चक्कु त नि माग न चक्कु चाहिँ चक्कु धार रे अझ चक्कु धार चक्कु हो सानो छ होला है दिदी चक्कु छ रे जाऊ म कसरी बोक्ने मैले बोकेरै जाऊ बाई बाई टाटा हामी गयौँ हेभ अ गुड वर्क हामी हाम्रो रास्तामा आइपुग्यो हेरौँ न त एकसट यता केटीहरू हेलो खै त के हो आज त उल्का राम्रले देखाएको छ त काली मायालाई अनि यतातिरको भ्यू चाहिँ यस्तो छ यस्तो दामी ठाउँ रहेछ नि आई लभ यु बोलो आई लभ यु बोलो रे आज यस्तो दामी ठाउँ आइ मिसिङ सेम लाइक नेपाल जस्तै लागिरहेको छ मलाई चाहिँ क्या दामी अलि उज्यालो